नेपाली कविता शीर्षक सम्झना। आज फेरि त्यही गल्लीमा जाने काम पर्यो, जुन गल्ली म कुनै अरू कामले जाने गर्थेँ। अझै पनि त्यो बाटो र घर उस्तै थिए। कता कता पहिल्यै चाखेका बास्नाहरू थाहा पाउँदै थिएँ। रुखहरूले चिनेर भनौँ कि हावाले, तर हात हल्लाउँदै थिए। चराहरूले पनि मानौ मा आए भनेर कसैलाई बोलाउँदै थिए। अलि अगाडि पुग्ने बित्तिकै यी आँखा आफै त्यो बारदलीमा ठोक्किए। तर अफसोस त्यहाँ कोही थिएन।